कुलो पनि आइसकेको छ। यहाँटी हिँडेर जानुपर्ने छ। जङ्गल यो पार्क हो, टिकापुर पार्क। तीर्थ यात्रा गर्दै हामीहरू अगाडि गेट बन्द भएकोले बिहानतिर गेट बन्द छ, त्यसैले हामी यहाँ जङ्गलबाट खतरनाक के चल यता यता बाघ साग भेटिने डर पनि लास्टै छ। यो जङ्गल हो, वरिपरि हात्ती पनि छ भन्दा सुनेको छ यो जङ्गलमा। यो उता टिकापुर पार्क हो, यताबाट लुकेर जाने बाटो हो। यो सर्टकट बाटो। गेट आज गेट बन्द भएकाले सबजना यतैबाट गइरहेछन् तीर्थयात्रा गर्न। अब यताबाट मान्छे जङ्गलै जङ्गल छ। यो हो प्रशान्त अगाडि बाजे। यो जङ्गल बाटो यस्तै छ। हामीहरू भ्लग बनाइरहेका छौँ। बाटो खत्तम हुन्छ। यति सोलो मोसनमा चलाइरहेको छु मैले, गाडीभित्र छिर्दैन, त्यसैले गर्दा यतैबाट आइरहेको छौँ। बाजे अगाडि चलाइरहेछन् साइकल। वरिपरि जङ्गल हो। अगाडि गेट बन्द भएको कारणले सबजना यतैबाट गइरहेका छन्। अहिले अब बिहान बिहान हो, नुहाउनका लागि धेरै खतरनाक छ यहाँ वातावरण। हामी पोल्डो रोडबाट आएका छौँ। अगाडि गेट बन्द भएको छ। यहाँ नास्ता बनाउने ठाउँ। अगाडि नदी छ। यहाँ अब खाल्डो छ, यहीँ साइकल लाग्नु पर्ने। यो कहाँसम्म देखिने हो? रेकर्ड राख्यो भने सलाई कहाँ राख्यो? सलाई दिन में त्यो फोटो फुटो नि भिडियो खिचिहाले। यो माना त्यति फोटो राख्नु नि त हेर्नु भन्ने माना सरोवरबाट ओड्दो माना सरोवरबाट आएको नदी हो। आएको नदी हो मानस सरोवर। कैलाश पर्वत तपोल्लो खोलो भाइमा मानस सरोवर हो। मानस सरोवरदेखि आएको नदी हो। जलदान दिन अहिले पछि गङ्गामाई जय गङ्गामाई जय गङ्गामाई जय गङ्गामाई जय गङ्गामाई जानु न भित्र जानु। भित्र गइरहेछ। धेरै गऱ्यो पनि मेरो पनि भिडियो बनायो नि ट्याक्स डेढा लम्बु मजा मजा त धेरै गएर होला है। गई छ गरेर जानु केही गइन डराउनु। बडा भाइ गाउँ नदी बिहान बिहान आएको छु यार चिसोमा। यहाँ पनि हल्का कार्यक्रम हुँदैछ। नुहाउने कार्यक्रम डेढेको
बोल्दै गङ्गामाई गङ्गामाई म अभिनन्दन गर्न आएको छौँ प्रश्न गर्न आएको छु। बाजेको साथमा आएको छौँ बाजेको साथमा आएको छौँ म आजै मेरो पाप जति हरण होस् धर्म जति भरियोस् पाप जति हराउनुहोस् मुझे भन्दा त्यही हो। धर्म जति हरण होस् म कसैको अपराध गर्ने छैन कसैको अपराध गर्ने छैन आफूभन्दा ठुलाको सम्मान गर्ने छौँ आफूभन्दा ठुलोको सम्मान गर्ने छु जाँड खाने छैन जाँड खाने छैन रक्सी खाने छैन रक्सी खाने छैन जुवा ताज खेल्दैन अनि त्यो अब जुवा ताज अनि भाङ धतुरो खानु मेरा बाजेको खुन खाने म खाने छैन हे गङ्गामाई मेरो कान हवा सात कान हवा एक भन् एक यस्तो गरी खाँदा नि यस्तो गरी 1 2 3 4 5 6 7 8 पाप जति मेरो हरियोस् धर्म जति मेरो हृदयमा भरियोस् पाप जति हरियोस् धर्म जति मेरो हृदयमा जय श्री जय माता जय गङ्गामाई जगत टाइम अहिले अब यो टिकापुर पार्कभित्र हामी आइसकेका छौँ यता यो बाजे आइरहन् ठ्याक्क टिकापुर पार्क हो यताबाट जाने कि कताबाट यो फुलहरू छन् यता दरबार हो पार्क दरबार हामीले यो मान्यता गर्नुपर्छ एउटा धर्मको संस्कार गर्नुपर्छ हामीले यो धर्म छोड्नु हुँदैन ज्ञानी भएर गङ्गा मैयामा प्रणाम गर्ने नहाने दक्षिणा दिने अनि उ गर्ने हामीले राम्रो सफल गर्ने सबैलाई पवित्र गर्ने ठुलोभन्दा सम्मान गर्ने यो पार्क हो माघीको दिन यो दिन अमाल्ने दिन हो हामीले भेटिँदैन यो दिन भेटिँदैन तर वर्ष दिनपछि आउँछ यो दिन आउँछ ज्ञान गुण गर्ने पाप पठन गर्ने अब केही भएको कन्यालाई दक्षिणा दिने हिजोलाई आज अग्निको दुई तर्फ दरबारतर्फ अग्नितर्फ हुने राम्रो गर्नुपर्छ तान प्रमाण भन्ने बजार हो अहिले पहिलाको पुरानो टिकामा यही हो राजा श्रीमान सरकारको हामीले दर्शन गर्न पाइयो हाम्रो राजाको दर्शनभित्र फेर्न पाइयो जय माता जय परमेश्वरी जय परमेश्वर जय श्रीमान सरकार महाराज जय परमेश्वरी जय परमेश्वरी पर महाराज जय श्री सरकार की जय देवताको मान्यता सरकारको मान्यता त्यहाँबाट